र खास गरेर म के भन्छु भनेदेखि मैले त हिजोदेखि भनेको थिएँ सुकुहरूलाई, सुकुम्बासीहरूलाई, सुकुम्बासी भनेर भन्नुभन्दा सुकु भन्दा ठिक हुन्छ, किन बासी नै भन्नु भनेर होइन। यिनलाई मैले भन्दाखेरि नि होइन बाले ल्याएर हामीलाई धनी पूर्जा दिन्छ भनेर राख्दै हातेमा ला खायौ बेटायौ भोट हाले त्यो ग्वाटेमाला जेलमा लगेर राख्ने खालको मान्छेलाई अनुमान र दनवार पाण्डव सुनवारलाई भोट हाले। मोरङ क्षेत्र नम्बर 3 का सुकु अहिले छक्क परिरहेछन्। दमकका जनताले भेट्छन्, दमकका जनताले भेट्छन् राम्रोसँगले। अब प्रदेशको चुनाव हुनेवाला छैन नि, यो कुरा बुझ्नु नि तपाईहरुले। अब मान्छेले झुक्किएर पनि घन्टीलाई भोट हाल्दैनन्। घन्टी भनेपछि नि भाइ अहिले मान्छे मन्दिरको घन्टी पनि फ्याक्छन् कि भन्ने पिर भइसक्यो हो। त्यस्तो एलर्जी भएको छ। अनि गरिबले त 2 तला घर हैन 2 तला घर परेछ भने भत्काइहाल्यो। भत्काउँदा हुँदा शिवजी पनि भाग्दै गरेको देखेको थिएँ फेरि सोसियल मिडियामा नि।